हेलो अनि नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज पनि फेरि नयाँ भिडियोको साथमा आएको छु। सबैजनालाई स्वागत छ। आज पनि अब म भ्लग बनाउन गइरहेको छु। सबैजनाले हेरेर साथ दिने होला भन्न चाहन्छु। आज चाहिँ म खोलातिर छु। म एक्लै छु, मसँग भाइ पनि छैन, कोही पनि छैन। आज चाहिँ म जे होस् एक्लै खोलातिर आइरहेको छु होइन। किन आइरहेको छु भन्दा चाहिँ आज चाहिँ म माछा मार्न आइरहेको छु खोलातिर, सुनसान एरियामा। माछा भन्नाले बल्छी हान्न त आएको होइन, तिहारी थाप्न आइरहेको छु आज चाहिँ म है। म चाहिँ आज गाइज खोलामा छु। यति बेला तिहारी लिएर आएको म चाहिँ होइन। म चाहिँ अब तिहारी भन्ने कतिलाई थाहा हुन्छ, कतिपयलाई थाहा हुँदैन तिहारी भन्ने चाहिँ के हो भनेर। अब एउटा चाहिँ जाल हुन्छ होइन, जाल पछिको चाहिँ तिहारी हुन्छ क्या। तिहारी भनेको चाहिँ सानो जाली, सेम जाली जस्तो हुन्छ, तर त्यो चाहिँ देखाउन चाहन्छु त्यो चाहिँ कस्तो हुन्छ भनेर चाहिँ। ल यस्तो हुन्छ क्या तिहारी भनेको चाहिँ होइन। ल हल्का अब त्यो जाली त देखिन्न, तर यो डोरी चाहिँ थाहा हुन्छ नि त, सेतो सेतो डोरी देखेछ नि त। यो चाहिँ अब तिहारी हो है। म चाहिँ आज चाहिँ अब यो तिहारी लिएर खोलातिर आइदिएको भाषा खाएर 11 बजे आएको। आएर तिहारी त मसँग 6 टन्नै छ होइन, 8, 9, 10वटै छ तिहारी छनलाई। तर म चाहिँ 4वटा मात्र थापेँ कि तिहारी। फेरि छनलाई तिहारी चाहिँ अब डेन्जर अप्ठ्यारो छ बाटो फेरि, तर म इजिली हिँडिरहेको छु होइन। यो चाहिँ मेरो झोला भयो होइन। छनला मसँग तिहारी त छ कि यति हो र तिहारी। छनलाई छ 1, 2, 3, 4, 5 अझै यहाँ 5वटा तिहारी छ होइन। तर मैले चाहिँ फेरि 4वटा मात्र थापेछु कि झ्याउला कि एक्लै त। यो फेरि कस्तो हुन्छ भने तिहारी चाहिँ खासमा अब दुईजनाले अलि सजिलो हुन्छ क्या थाप्नलाई चाहिँ। दुईजनाले सजिलो हुन्छ होइन, किन भन्दा अलि लामै हुन्छ, लगभग खोला बराबर, सानसानो खोला बराबरको हुन्छ कि वारपार हुने। अनि एउटाले एउटा टुप्पामा समातेर अर्कोले अर्कोतिर खोला पारी जान सजिलो हुन्छ नि त। अनि एकजना चाहिँ लास्टै गाह्रो हुने, लास्ट ढिलो हुन्छ क्या। समात्नु पर्यो, यता समाते उता खोलाले बगाउँछ, उता समाते यता बगाउँछ, त्यही भएर ढुङ्गाले अड्काएर त्यसरी गर्नुपर्ने हुन्छ। त्यही भएर पनि मलाई लास्टै टाइम लाग्यो तिहारी थाप्न चाहिँ। 4वटा थाप्नै धन्दा 1 घन्टा लाग्यो। लास्ट गाह्रो हुन्छ क्या, थाप अड्काएर राख पानीमा, ढुङ्गाले अठाउ, लास्टै गाह्रो हुन्छ। त्यही भएर चाहिँ म चाहिँ 4वटा भन्दा थापिनँ, झ्याउनु लागिसक्यो। जस माछै पर्छ भनेर चाहिँ होइन। अब मलाई थाहा पनि छैन यो राम्रोसँग त्यति माथि अब कस्तो ठाउँमा थाप्नुपर्छ अनि कसरी थाप्ने त्यति आइडिया पनि छैन, नो आइडिया। तर अलिअलि चाहिँ उस छ क्या, अनुभव छ होइन। किन भन्दा त्यो तिहारी थाप्ने दाइसँग गएको थिएँ क्या म एकचोटि, यहीँ हाम्रो छेउको दाइसँग एकचोटि गएको थिएँ। अनि उनले गरेको हल्का हल्का देखेर अनि उनकै तिहारी हो अहिले मैले लिएको चाहिँ। हिजो बेलुका चाहिँ गएको थियौँ हामी खोलामा, त्यस्तै कति 3:30 बजेतिर दाइहरू जानुभएको थियो। म चाहिँ बल खेलेर बेलुका 6 बजे 5:30 बजेतिर म चाहिँ खोलामा गएको थिएँ। अनि त्यति बेला चाहिँ माछा राम्रै परेको थियो। माछा एउटामा त्यस्तै 8, 9वटा 10वटा परेको थियो कि हामीले 1 घन्टा राखिदिँदा पनि त्यति माछा परेको थियो। अनि त्यहाँबाट जस अरू नयाँ जानुभएको थियो 1-2 जना, उनीहरू हात्तेर फेरि भयो सुरुमा। अब यो तिहारी फेरि कस्तो हुन्छ भने थापिसकेपछि फेरि अलि आत्तिनु हुन्न क्या, लङ टाइम छोडिदिनु पर्छ, 2-3 घन्टा आनन्द छोडिदिनु पर्छ। अनि बेलुका पाखा चाहिँ एकदम माछा पर्छ क्या योमा चाहिँ। अनि उनीहरू आत्तिनु भयो त्यहाँबाट। अनि 4वटा भन्दा नथापेको हिजो बेलुका पनि। अनि जाम भनेर अनि त्यति निकालेर हिँड्यो। निकाल्दाखेरि एउटामा 8, 9वटा त्यस्तै परेको थियो क्या।
त्यस्तै परेको थियो। अनि त्यहाँबाट तिहारी मैले लिएको थिएँ, म चेक गर्छु नि त कतिको पर्दो रहेछ नपर्दो रहेछ भनेर। अनि त्यसपछि त्यो चेक गर्न मात्रै खानासाना खाएर यसो खोलातिर आएको क्या। तर त्यस्तो टाढा पनि छैन खासै। अब यो खोला भयो भने यहीँ माथि हो कि घर चाहिँ, जस्तो यहीँ हो त्यो उस झरिरहेको छ नि त कता हो यो पानी, त्यो चाहिँ हाम्रै धाराबाट हो क्या, यहाँ माथिबाट। त्यहाँ अब हाम्रो कपडा सपडा भाँडासाँडा धुने ठाउँबाट झरे हो कि त्यो पानी चाहिँ। त्यही भएर खोलातिर आएको छु होइन। हेरौँ अब पर्छ पर्दैन, रहर हो त्यो माछै पर्छ भनेर चाहिँ होइन। अब थापेको देखेर पर्छ कि भनेर अब रहर गरेर आएको खासमा। पर्छ पर्दैन त थाहा छैन। अब 4वटा थापेछु, कस्तो ठाउँमा थापेछु त्यो पनि अब त्यति आफूलाई थाहा छैन होइन। थापिराख्ने भएको भए त अब थाहा हुन्थ्यो होला। झोलासोला लिएर कपडा सपडा सब झोलामा छ होइन। अनि त्यहाँबाट यहाँ कता हो यस यो छ। अझै मिठाई त खाएँ एउटा। अनि त्यहाँबाट अर्को यो पनि छ, यस 2टा छ। यो चाहिँ खाजा हो होइन। खाजा भन्दा नि गइहाल्ने मलाई। म फेरि यस्तो घर छोडेर चाहिँ हिँड्यो भने चाहिँ फेरि लास्ट आत्तिहाल्छु कि कति बेला घर जाऊँ हुन्छ कि टिक्नै सक्दिनँ कि। त्यही भएर नि रहर मात्र गरेको हो, जान त गइहाल्ने अब एकछिनमा। एकछिन भने पनि थाहा पाऊँ न कस्तो सिकिन्छ भन्ने हिसाबले अब आएको हो कि। अब थापेछु 4वटा, कसरी थापेछु त्यो थाहा छैन। अब हेरौँ परेछ भने परेछ कि, नत्र अब गइदिने हो। एकछिन थापेर गइदिने होइन। यति बेला म चाहिँ ठ्याक्कै आम्दी खोलामा छु। हाम्रो घरहरू अब देख्न सक्नुहुन्छ यहाँ माथि भनिहालेँ मैले, घर चाहिँ यहाँ माथि भयो। ठ्याक्कै घरको अब यो 100 मिटर पनि छैन कि, 50 मिटर जति तल होला म। अब यो पहाडबाट ठ्याक्कै यसको तल म यहाँ छु भने यहीँ माथि रोट्टामै हाम्रो घर छ ठ्याक्कै। अब यो चाहिँ अब आम्दी खोला भयो ठ्याक्कै पछाडि यहीँ छु म चाहिँ। खोला नि अलि त सानो हो, बर्खामा यहीँ ठुलो हुन्छ, यहीँसम्म आउँछ बर्खामा चाहिँ। अब ठ्याक्कै यसको तल छु अहिले चाहिँ। अब हेरौँ माछा के हुन्छ है। त्यहाँबाट फेरि अब ठ्याक्क 4 बजे चाहिँ 3:30 4 बजे चाहिँ बल्छान जानुपर्छ। त्यति बेलासम्म यसो टाइम पास गरेर अब बसौँ भनेर आएको। माछा पर्छ पर्दैन त्यति थाहा छैन होइन। तर माछा पर्नलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि अहिले त्यो दाइसँग हिँडेर चाहिँ जाने यो कुरा चाहिँ हो यसरी ढुङ्गा चाहिँ हानिराख्नुपर्छ अरे क्या। किन हानिराख्नुपर्छ अरे भन्दा चाहिँ के अरे त्यो माछा हुन्छ नि त, त्यो चाहिँ उस गर्नलाई के, माछाहरू भित्रभित्र हुन्छ नि त, भित्रभित्र हुन्छ। अनि त्यहाँबाट एक ठाउँमै बसिरहेको हुन्छ नि त। यो हानिदियो भने चाहिँ यो माछा भित्र हुन्छ नि त ढुङ्गा हान्दैसी। अनि त्यहाँबाट त भाग्ने बेलामा चाहिँ त्यो तिहारीमा गएर ठोकिन्छ अनि अल्झिन्छ भन्ने टाइपले चाहिँ त्यो ढुङ्गा हान्दो रहेछन् क्या। त्यो भएर नि मैले चाहिँ ढुङ्गा हानेको। फेरि पनि ल माछा पनि तरिके यो ढुङ्गा हान्दै बस्दै होइन। यहाँ पनि छ क्या ऊ सेतो डोरी देखिएछ नि त, त्यो हो। अब माछा अहिलेसम्म अब देखा पर्नु भएको छैन होइन। कति बेला निक्लिनुहुन्छ, एउटाको भयो भने दर्शन पाएँ भन्ने कुरो हो। हेरौँ अब भाग्य कस्तो छ है। यहाँबाट खसेर फेरि भाग्य साग्य जाँदाखेरि थाप्न थापेछ, एउटा देखिन्न। अब हेरौँ के हुन्छ। तर घाम पनि गयो यार, घाम नि गइदियो, जाडो लास्टै भयो। घर जाम जस्तो नि भएछ होइन। बानी यस्तो छ कि त्यो टिक्नै नसक्ने कि, हिँड्न मन लाग्ने खोला त्यो खोलातिर कहिलेकाहीँ आयो भने पनि घर जाम हुन्छ कि, जहाँ गए पनि कि त्यो वनतिर गयो भने नि कति बेला घर जाने होला जस्तो हुन्छ कि। अहिलेबाट होइन पहिल्यैबाट त्यस्तो हुन्छ मलाई चाहिँ। खोलै आएको छु होइन। त्यहाँ पनि छ क्या एउटा, यहाँ पनि एकजना हुनुहुन्छ।
यो चाहिँ हास्यै देखिनु भएको छैन। अब बगेको पानीमा आमामामामा योमा त पुरै झिरी झ्याम्टा छ नि त। अनि योमा त खोइ त नि सोत्तर मात्रै छ के अरे यार। खै 4वटा देखाएँ मैले तपाईँहरूलाई होइन। एउटा चाहिँ यो अहिलेसम्म मैले एउटा माछा देखेको छैन यार। के हो र यस्तो मैले थापेको त्यो तरिकै नमिल्या हो कि कसो गाँठे। एउटा पनि देखिन्न त। एउटा दुइटा त यसो फुत्केर परेको भने हुन्थ्यो के अरे। दया गरिदेऊ एउटा दुइटा त आऊ। अब यसलाई पनि 2 सर्ट ढुङ्गा हालिदिउँ यसरी। फेरि मोबाइलमै आउँछ क्या फेरि ढुङ्गा चाहिँ। त्यही भएर नि आछु बताइसाले ओडाइ लाग्यो माया मेरो। त्यही हो गाइज खोलातिर आएको छु आज चाहिँ। माछा पर्छ कि भन्ने आशामा आएको छु। हेरौँ के कस्तो हुन्छ रिजल्ट देखाउँछु। ल गाइज म चाहिँ यति बेला चाहिँ आगो तापेर बस्थेँ है। अब माछा साछा नि त्यस्तै भयो है। बरु आगो ताप्ने बस्नु। म चाहिँ आगो फुकेर पनि तापेर पनि लास्ट जाडो भयो क्या होइन। के अरे पानीमा छिरेको अनि त्यहाँबाट बाहुलाहरू सब भिजेको क्या हातको। त्यो कारणले पनि लास्टै जाडो भयो कि। घाम पनि लागेन खोलातिर। माथितिर त लाग्छ तर यो खोलातिर चाहिँ लागेन होइन। कपडा लाएर बस्थेँ। अहिले फेरि छिर्नुपर्छ क्या। त्यो निकाल्नुपर्छ नि त। ननिकाल्यो भने फेरि लैदिन्छन्। म त्यो तिहारी नै जोडेर लैदिन्छ नि त। त्यही भएर पनि त्यत्तिकै बसेको। लास्ट जाडो भयो घाम नि गयो। त्यही भएर आगो तापेर बसेको रे। दाउरा नि भेटिएन क्या। दाउरा फेरि यस्तो अब यत्रो 2टा मात्र छ। पस्यौलाहरू हालेर जलाएको थियो त्यो चाहिँ बल्यो। अनि दाउरा चाहिँ छैन। त्यही भएर हल्का हल्का भयो। यही पनि तातो भइरहेको थियो हल्का हल्का नि। अब लाग्दिनु पर्छ कि जस्तो लाग्यो होइन। किन भन्दा टाइम पनि 2 कति भयो 2 बज्न लागिसकेको छ। 2 बज्न लागिसक्यो। अब गएर खाजासाजा खाएर बल खेल्न जाँदा ठिकै हुन्छ जस्तो लाग्यो टाइम पनि होइन। अब हिँडिदिनु पर्छ जस्तो लाग्यो। माछा साछा नि भयो। मेन त अब रहर मात्र हो। हुन्छ कि हुन्न भन्ने। अब माछा त अब त्यस्तै हो होइन। ढङ्ग हुन पर्यो नि त। तरिकाले पो खान्छ माछा। हामी जस्तोले कहाँ खाने भने जस्तो ल्याइदिए खाने हो है। त्यही भएर जानुपर्छ कि जस्तो लाग्यो होइन। आगो तापेर बसेँ एकछिन। अब 1 लट हेर्न जान्छु। 1 लट हेरेपछि अनि त्यहाँबाट माछा साछा अब भयो नि नभए नि जानुपर्छ जस्तो लाग्यो। जाडो भयो क्या। हुन त अब यो फेरि जति बस्यो उति पछि हुने कुरा हो हुन त। अब फेरि अब टाइम नै छैन क्या। बल खेल्न जानुपर्छ। एक्लै 2-3 जना हुन्थ्यो भने त ट्याक्क आगो सागो फुक्यो बस्यो होइन। रमाइलो हुन्थ्यो नि त। गफ गर्दै बस्नु पायो त। यहाँ त अब एक्लै यार। योभन्दा बरु 1 लट चाहिँ आगै तापाम कि जस्तो लाग्यो क्या। यो पत्ता हुन्छ नि त। यो लगाएर 1 लट चाहिँ आगो ताप्नुपर्छ कि जस्तो लाग्न त। यही नै भेट्नै गाह्रो कि यार। केही नभेटेन नि। यस्तो छ कि यसरी टिप्नुपर्छ के। अब हाम्रो गाउँतिर हुन्थ्यो भने त झ्याराम पुरै सोरेर बाल्न हुन्थ्यो के रे। यस्तो छ है हरिगती पत्ताको हरिगती। यस्तो खोज्दै ल र यसरी बाल्ने भने गाइस। ल हेर
कहिले भएर कल ताप्ने हो यो मान्छे फेरि खोल हिँडिरहेको छ किन हिँडिरहेको यस्तोहरूले तयारी निकालिदिन्छ कि त्यही भएर पनि त्यो बेलामा तयारी छोड्न चाहिँ हुँदैन यस्तो खोजिरहेको छु आगो ताप्नको लागि ताप्नै पर्यो होइन त्यही भएर एक लड चाहिँ आगो ताप्ने सुरु गरेँ मैले पत्ता खोजेर भए पनि अब हानिदिनु पऱ्यो एक लट दाउरो पनि भेट्यो कि हल्का हो खडेरी पनि लाउँदो रहेछ आगो ताप्नलाई अनिकाल भेटिएको लाग्दैन अनिकाल पनि एक लट चाहिँ म खोजेरै भए पनि बबालै बाल्छु क्या आगो चाहिँ यताभित्र हामफाला पनि के हो सिस्नो घारीतिर माथि हाम्रो घरतिरबाट तर यहाँभित्र जान पाए त खतरा रहेछ क्या है दाउराहरू ठुटाठुटीहरू पाइन्थ्यो नि त तर यो भित्र म जान्न क्या सिस्नो हो क्या त्यति भयो क्या हो धुवा पुत्तिँदैछ अब चाहिँ हुन्छ एक लड चाहिँ जे होस् मलाई तातो बनाउँछ क्या यसले त्यही पनि सकेसम्म एक लड तापौँ तर पनि खतरै ताप्दिनु होइन भेट्यो नि त आगो ताप्ने कुरो त अब यो बालीसित मलाई त एकछिन त रनक्कै पार्छ नि त अनि फेरि यो बाउलो चिसो हो क्या सब भिज्यो नि त त्यही भएर मैले यही हुन्छ भनेर म लाइटर ल्याएको क्या आगो सागो ताप्नुपर्छ नि त सो हुन्छ कि बलिसकेको छैन केही देख्दिनँ मैले त ल है गाइस यसले बहुत तातो देला जस्तो छ है मलाई धुवा लास्टै गाउँ झुक्रा बसे जस्तो भयो अहिले त धुवा भएर कि बल हो है बल हो खतरै बल छ होला जस्तो लाग्छ होइन एक लड चाहिँ डह्रो हुन्छ क्या यसले चाहिँ किनभने बोरा हो नि त पानी है त कसरी झरेकोमा हरर झर्न थालेछ त्यहाँ गएर थाप्पिनुपर्छ ओ माई गड हेरौँ त हेरौँ आगो एक लड चाहिँ यसले मलाई आत्तु भन्ने बनाउँछ अरू चाहिँ जान्दिनँ है म देखेर यो बाउलो सेकाउनु हो क्या अरू भन्दा नि यस्तरी चाहिँ त्यही हो गाइस देखेर आगो बवाल छैन त एक लड चाहिँ पछाडि पनि तार्नु पर्यो यार जाडो महिनामा त यस्तै हुन्छ क्या अगाडि आगो तापे पछाडि जाडो हुन्छ पछाडि तापे अगाडि जाडो हुन्छ क्या त्यही भएर आगो ताप्नुभन्दा नताप्नु बेस तर पनि आगो चाहिन्छ फेरि है लास्ट जाडो हुन्छ त्यही हो माछा साछा नि अब पर्छ जस्तो लागेन मलाई होइन टाइम पनि अब धेरै छैन 2 बजिसक्यो अब जाँदाखेरि ठिकै होला जस्तो लाग्यो त्यही भएर निकालिदिनु पर्छ होला जस्तो लाग्यो अब निकाल्छु होला म पनि
अब माछा भएको भए माछा भनेर देखाउनु हुन्थ्यो खाली छ होला त्यही नि हेरौँ एउटा दुइटा भने नि परो कि आशा आएको चाहिँ दामी बोले है ल यो चाहिँ अलिकति यता यस्तरी हालौँ न ल जियो चाहिँ एकछिन भयो नि तातो भयो है ओहो यस्तो तातोमा सधैँभरि बस्न पाएँ बिस्तारो बाइक यस्तो तातो हुने भाइ लास्ट जाडो हुन्छ यार आमा मलाई त जाडो महिनामा त झन् ल अब एक लट चाहिँ म चाहिँ हेर्न जान्छु होइन